यहाँहरू सम्पूर्णलाई नमस्कार। आज हामी पोखराको रूपातालमा गएका छौँ। यहाँ एउटा अद्भुत घटना घटेको छ। सबै आश्चर्यचकित भएका छन्। रूपाताल संरक्षण परियोजना सञ्चालनको क्रममा डोजर लगाइयो। डोजर लगाइसकेपछि के भयो त भन्दाखेरि डोजर नै त्यस ठाउँमा पुगेपछि डोजर बिग्रियो। त्यहाँ चाहिँ डोजरले चाहिँ खन्न सकेन। के भयो त नि भनेर चाहिँ वरिपरि खनेर हेर्दाखेरि त्यहाँ अचम्मको सुकेको रुखको ठुटोको पनि टुप्पोबाट सहस्र मूल झैँ पानी आएको देखियो। त्यो देखेपछि मान्छे स्थानीयहरू चकित भए। भने यो चाहिँ के हो, कसरी यस्तो चाहिँ हुन गयो, हुन पुग्यो भनेर चाहिँ विभिन्न कोणबाट विश्लेषण हुन थाल्यो। त्यसपछि टाढा टाढाबाट चाहिँ त्यहाँ मान्छेहरू हेर्न आउनेको भिड लाग्यो र कतिपयले यो दैविक शक्ति हो, यो जलेश्वर महादेवको प्रकट स्वरूप हो भनेर चाहिँ यसलाई भने कतिपयले होइन यसमा वैज्ञानिक कारण छ भनेर पनि तर्क गरिरहेका छन्। भलै वैज्ञानिक पनि कारण हुन सक्छ अथवा यो चाहिँ दैविक शक्ति, यो भगवानको एउटा रूप पनि हुन सक्छ। जे भए पनि यस्तो ठाउँ संसारमा विरलै भेटिन्छ। त्यस कारणले गर्दा यस्ता ठाउँहरूको प्रचार गरी धार्मिक पर्यटनको चाहिँ विकास गर्नुको साथै आर्थिक क्रियाकलापलाई पनि हामीले अगाडि बढाउन सक्छौँ। त्यसो हुँदा यस्तो अनौठो ठाउँमा चाहिँ यहाँहरू पनि एकचोटि पुगेर वास्तविकता के हो भनेर बुझ्न सक्नुहुन्छ। यो कुनै मानव निर्मित होइन, यो प्राकृतिक रूपमा नै चाहिँ यस्तो चाहिँ पाइएको हो। त्यस कारणले गर्दा यहाँहरू पनि यस्तो ठाउँमा गएर यसको चाहिँ यो दर्शन गर्न सक्नुहुन्छ, स्नान गर्न सक्नुहुन्छ, जलेश्वर महादेवको प्रकट रूप देख्न सक्नुहुन्छ। यहाँ चाहिँ दैनिक हजारौं भक्तजनहरूको यहाँ भिड लाग्ने गरेको छ र यस ठाउँमा चाहिँ कतिपय बच्चा, नबोल्ने बच्चाहरू पनि बोलेको भनेर हामीले भाइरल भिडियोहरू देखेका छौँ।